यसमा अचम्मको कुरा के हो भने नमस्ते नमस्कार, आजको नयाँ भिडियोमा स्वागत छ। भिडियोको टपिक रहेको छ अहमदाबाद प्लेन क्र्यास। सो भिडियो आउनमा लेट भयो, सो त्यसको लागि सरी, बट भिडियो स्पेशल छ। भिडियोलाई अन्तिमसम्म हेरेर जानु। सो अहमदाबाद प्लेन क्र्यासमा 242 जनाको मृत्यु भएको छ र 1 जना मात्रै बाँचेको छ। यसमा अचम्मको कुरा के हो भने अहमदाबादमा जुन 12 जुनमा प्लेन क्र्यास भयो, त्यस्तै सेम त्यस्तै प्लेन क्र्यास 1998 मा पनि भएको थियो। त्यसमा पनि 101 जनाको ज्यान गएको थियो र 1 जना बाँचेको छ। र 12 जुनमा जुन अहमदाबादमा प्लेन क्र्यास भयो त्यसमा पनि 242 जनामा 241 जनाको ज्यान गएको छ र 1 जना बाँचेको छ। यसमा अचम्मको कुरा के हो भने जुन 1998 मा प्लेन क्र्यास भएको थियो त्यसमा 101 जनाको ज्यान गएको थियो र 1 जना बाँचेको थियो र यसमा 242 जनामध्ये 241 जनाको ज्यान गएको छ र 1 जना बाँचेको छ। यसमा अचम्मको कुरा के हो भने जुन 1 जना बाँचेको थियो त्यसको सिट नम्बर 11A र 1998 मा जुन प्लेन क्र्यास भएको थियो त्यसमा 1 जना बाँचेको थियो, त्यसको पनि सिट नम्बर 11A नै थियो। सबैको मनमा एउटै क्वेशन के चलिरहेछ भने दुईवटा प्लेन क्र्यासमा एउटै सिट नम्बरको प्यासेन्जर कसरी बाँच्यो? 11A नम्बर र यो अहमदाबादमा पनि प्लेन क्र्यास भयो त्यसमा पनि 11A नम्बर। दुईवटा प्लेन क्र्यासमा एउटै सिट नम्बर, सेम सिट नम्बरको, त्यो पनि कति लगभग 2025-2027 वर्ष भएको छ यो घटना। एउटै सिट नम्बरको प्यासेन्जर कसरी बाँच्यो? यो अचम्मको कुरा हो, सबैको मनमा खेलिरहेको प्रश्न हो। यो एउटा नसोचेको घटना जस्तो भयो। सो आई थिंक द्याट सिट वाज लकी। भिडियो कस्तो लाग्यो? भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक गर्नु होला, च्यानललाई सब्स्क्राइब गर्नु होला, भिडियो आफ्नो साथीहरुमा शेयर गरेर जानु होला। आजको लागि यतिकै, धन्यवाद। जय नेपाल।